आज हामी कक्षा 12 मा रहेको सामाजिक विषयको एकाइ 1 अन्तर्गत रहेको पाठ 1 सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अन्तर्सम्बन्ध पाठको सम्पूर्ण अभ्यास समाधान गर्नेछौँ। भिडियो अत्यन्तै सहयोगी हुनेछ, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। अब लागौँ अभ्यासतर्फ। अभ्यास गर्नु अगाडि हामीले सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको परिभाषा बुझेको हुनुपर्दछ। सामाजिक अध्ययन भन्नाले मानव र उसको भौतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक वातावरणसँगको अन्तर्क्रिया सम्बन्धी अध्ययनलाई बुझिन्छ। यो नागरिक सक्षमता विकासका लागि गरिने सामाजिक विज्ञानहरूको एकीकृत अध्ययन हो, जस अन्तर्गत भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, मनोविज्ञान, धर्म, संस्कृति, कला र विज्ञान जस्ता विषयवस्तुहरूको समन्वित र व्यवस्थित अध्ययन गरिन्छ। यसले विद्यार्थीलाई समाजसँग सम्बन्धित विभिन्न पक्षको ज्ञान दिनुका साथै सार्वजनिक भलाइका लागि तर्कपूर्ण निर्णय लिन सक्षम बनाउँछ। जीवनोपयोगी शिक्षा मानव जीवनका लागि आवश्यक तथा उपयोगी सिप सिकाउने शिक्षालाई जीवनोपयोगी शिक्षा भनिन्छ। यसले व्यक्तिलाई पेशागत दक्षता, सामाजिक जीवनका लागि आवश्यक सिप, नैतिक मूल्य र आचरण, सञ्चार क्षमता, समूहमा काम गर्ने सिप तथा अधिकार र कर्तव्यबारे सचेतना प्रदान गर्छ। यस शिक्षाले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक समुन्नतिमा योगदान पुर्याउँछ र उसलाई जीवनमा उत्पन्न विभिन्न समस्याको समाधान गर्न सक्षम बनाउँछ। प्रश्न नम्बर क मा जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू के कस्ता छन्? उत्तरतर्फ जीवनोपयोगी शिक्षामा पेशागत दक्षताका लागि आवश्यक प्राविधिक र व्यावसायिक ज्ञान र सिपका साथै सामाजिक जीवनका लागि जरुरी विभिन्न सिपहरूको सिकाइ समावेश हुन्छ। यसमा व्यक्ति स्वयंको शारीरिक, मानसिक र आध्यात्मिक समुन्नति, परिवार र समुदायसँग उपयुक्त व्यवहार गर्ने दृष्टिकोण, सभ्य सामाजिक सम्बन्ध र नैतिक मर्यादापूर्ण व्यवहार, प्रभावकारी सञ्चार गर्ने सिप, समूहमा काम गर्ने सिप, अधिकार र कर्तव्यको बोध र जीवन तथा जगतको सम्बन्ध बुझ्ने प्रक्रिया सम्बन्धी शिक्षाहरू पर्दछन्। यसका अतिरिक्त तनाव व्यवस्थापन, संवेग व्यवस्थापन, सृजनात्मकता, सूचना प्रविधि सिप, नेतृत्व क्षमता, समस्या समाधान गर्ने सिप र सहकार्य सिप पनि जीवनोपयोगी शिक्षामा समावेश हुन्छन्। प्रश्न नम्बर ख मा जीवनोपयोगी सिप अन्तर्गत पर्ने 6 वटा मुख्य क्षेत्रहरू के हुन्? उत्तरतर्फ विश्व स्वास्थ्य सङ्गठन 1999 का अनुसार जीवनोपयोगी सिप अन्तर्गत पर्ने 6 वटा मुख्य क्षेत्रहरू 1 मा सञ्चार र अन्तर्व्यक्तिक सिप, प्रभावकारी रूपमा विचार आदान प्रदान र सामाजिक सम्बन्ध कायम गर्ने सिप, 2 मा निर्णय गर्ने र समस्या समाधान सिप, उपयुक्त निर्णय लिन र समस्याको समाधान खोज्ने क्षमता, 3 मा सृजनात्मकता र समालोचनात्मक सोचाइ सिप, नवीन विचार उत्पन्न गर्ने र तार्किक विश्लेषण गर्ने सिप, 4 मा आत्म जागरुकता र समानुभूति, आफूलाई चिन्नु र अरूको भावनालाई बुझ्ने क्षमता, 5 मा दृढता र आत्मनियन्त्रण गर्न र कठिन परिस्थितिमा धैर्य राख्ने सिप, 6 मा उत्थानशीलता र समस्यालाई सम्बोधन गर्ने क्षमता, चुनौतीहरूको सामना गरी समाधान निकाल्ने सिप। प्रश्न नम्बर ग मा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तर्सम्बन्धित छन्? उत्तरतर्फ सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन्। सामाजिक अध्ययनले मानव समाज, वातावरण, राजनीति, संस्कृति र अर्थतन्त्र जस्ता पक्षबारे अध्ययन गराउँछ। यस क्रममा विद्यार्थीहरूले समूहमा काम गर्ने, विचार आदान प्रदान गर्ने, नेतृत्व गर्ने, समस्या समाधान गर्ने जस्ता जीवनोपयोगी सिपहरू अभ्यास गर्ने अवसर पाउँछन्। त्यसैगरी जीवनोपयोगी शिक्षाले व्यक्तिलाई सामाजिक संरचना, अधिकार, कर्तव्य, सामाजिक व्यवहार र मूल्य मान्यता बुझ्न मद्दत गर्छ, जुन सामाजिक अध्ययनका प्रमुख उद्देश्यहरूसँग प्रत्यक्ष सम्बन्धित छन्। यसरी सामाजिक अध्ययनले जीवनोपयोगी सिप सिक्न सहयोग गर्छ र जीवनोपयोगी शिक्षाले सामाजिक अध्ययनका विषयवस्तुको गहिरो बोध गराउँछ। दुवै एकअर्कालाई सशक्त पर्ने भएकाले यी दुईलाई अन्तर्सम्बन्धित भनिन्छ। आज हामीले कक्षा 12 मा रहेको सामाजिक विषयको एकाइ 1 अन्तर्गत रहेको पाठ 1 सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अन्तर्सम्बन्ध पाठको सम्पूर्ण अभ्यास समाधान गर्यौँ। यस्तै अन्य भिडियोका लागि भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।